ल अहिले चाहिँ हामी ठ्याक्क यहाँ 1 बज्न लाग्छ दिउँसोको। हामी चाहिँ यहाँ मेरो बाइक चाहिँ यहाँ ठ्याक्क लगाएर होइन देख्नु तपाईँहरूले यो चाहिँ भाउजूले स्कुटी सिकाएर चाहिँ विवेकले ल ठ्याक्क स्कुटी यहाँ ठ्याक्क यो चाहिँ हाम्रो साङ्ला फुटबल ग्राउन्ड ठ्याक्क लास्टै गऱ्यौँ खुसी हो तर घाम चाहिँ खासै लाग्दैन कस्तो गऱ्यौँ भएको हामी ठ्याक्क स्कुटी जान्दैछ अब सिक्दैछन् होइन। अनि यता मेरो मायालु अगाडिबाट लुक्स कस्तो सेक्सी देखेको मेरो मायाले त थ्याट आएछ ल यति हुनुपर्छ क्या ल मायालु तिमी सँगै सँगै हिँड्न मन छ। 2 दिनमा यतिको भइसक्यो ल भाउजू चाहिँ होइन ठ्याक्क लगाएर बल्ल घाम कम भयो यो चिलाइरहेछ आनन्द भइरहेछ अहिले चाहिँ ल यतापट्टि बेग बसिरहेको छ यतापट्टि म बसिरहेको छु अहिले चाहिँ ठ्याक्क होइन। बिस्तारै भाउजू बिस्तारै 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 अब ठ्याक्क दबाउन सिधा खुट्टा राख्नु ल सिधा सिधा फाइनल्ली जान लाग्यो। अहिले चाहिँ विवेक उतापट्टि छ होइन ठ्याक्क म चाहिँ यतापट्टि थाउजन्ड गरेर बसिरहेको छ। साङ्ला ग्राउन्डमा बल खेल्न गइ नै आउँदैन हिलो गरेर बसिरहेको छ मेरो मायालु ओए ल ठ्याक्क लगाएर होइन। आज भर्खर हिजो 1 दिन सिकेँ आज सुत्दा 2 दिन हुन्छ यतिको जानिसक्यो अहिले चाहिँ ल मर्नु 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 सिधो जानु सिधो जानु ल ल लगभग भाउजूले के अरे जानिसके जस्तो भइसक्यो आनन्दले चिलो यत्तिको जानिसक्यो त अब ल के जानु पऱ्यो अब ल अब ठ्याक्कै सकेपछि हामी घर जान्छौँ ल एकछिनमा है ल।